नमस्कार। यस प्रविधि समाचारमा एआई सर्चका कारण विकिपीडियामा ह्युमन भिजिटर्सहरूको संख्यामा कमी। विकिमीडिया फाउन्डेसनले विकिपीडियामा मानव ट्राफिकमा उल्लेखनीय गिरावट आएको रिपोर्ट गरेको छ। 2024 देखि पृष्ठ भ्यूमा 8% कमी आएको छ, जसको श्रेय जेनेरेटिभ एआई च्याटबटहरू र सर्च इन्जिनहरूको वृद्धिलाई दिइएको छ, जसले प्रयोगकर्ताहरूलाई साइटमा निर्देशित नगरी विकिपीडिया सामग्रीको सारांश दिन्छ। ब्राजिलबाट असामान्य रूपमा उच्च ट्राफिक आएको कारण मे 2025 मा अपडेट गरिएको बट पत्ता लगाउने प्रणालीले यो प्रवृत्ति देखिएको हो, जसले स्वयंसेवक योगदान र दान घटाएर विकिपीडियाको दिगोपनलाई खतरामा पार्छ। फाउन्डेसनले टिप्पणी गर्छ कि विकिपीडियाको डेटा ठूला भाषा मोडलहरूलाई तालिम दिन र गुगलको स्निपेट्स जस्ता सर्च इन्जिन सुविधाहरूलाई पावर गर्न प्रयोग गरिन्छ, तैपनि यी प्लेटफर्महरूले प्राय विकिपीडियामा ट्राफिक पठाउन असफल हुन्छन्। यसलाई सम्बोधन गर्न फाउन्डेसनले जिम्मेवार सामग्री प्रयोगको लागि नीतिहरू लागू गर्दैछ, एट्रिब्युसन फ्रेमवर्कहरू विकास गर्दैछ र युट्युब र टिकटक जस्ता प्लेटफर्महरूमा युवा दर्शकहरूसम्म पुग्न नयाँ तरिकाहरू खोज्दैछ। फाउन्डेसनले प्रयोगकर्ताहरूलाई मौलिक स्रोतहरूमा क्लिक गर्न र मानव निर्मित ज्ञानलाई समर्थन गर्न प्रोत्साहित गर्दछ, ताकि विकिपीडियालाई विश्वसनीय तटस्थ स्रोतको रूपमा कायम राख्न सकियोस्। प्रविधि समाचारमा यति नै। नयाँ अपडेटका लागि लाइक र सब्स्क्राइब गर्नुहोला। धन्यवाद।